प्रमुख अतिथिज्यू र विशिष्ट अतिथि लगायत यस मञ्चमा आसीन सम्पूर्ण विभिन्न पार्टीका प्रतिनिधिज्यूहरू, यस नगरपालिकाको सेरोफेरोमा रहेर सुरक्षा गर्ने सुरक्षाकर्मीज्यू र यस कार्यक्रमको हाम्रो महिलाहरूका हक र अधिकारहरू सम्बन्धित निकायज्यूहरू र त्यसै गरी यस कार्यक्रममा उपस्थित हुनुभएका तथा गुरुआमा लगायत सम्पूर्ण यहाँ उपस्थित हुनुभएका हाम्रो वडा नम्बर 4 को चाल्साको एउटा देउडा टिमबाट नमस्कार, धन्यवाद। दिदी बहिनी एकैसाथमा शान्ति सधैँ छर्छौँ। 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 मञ्चमा आसीन उपस्थितलाई पहिले स्वागत गर्छौँ। बाहिर जानु
मेरो छोरी अलग्गै राख्नु भयो यार मेरो छोरी अलग्गै राख्नु भयो सबैलाई नमस्कार भन्ने अब आफूले जहाँलाई मेरो छोरी मात्रै बुझ्यो भन्दै बिदा हुन्छु सबैलाई नमस्कार भन्नु सक्छु यति भन्दा बिदा हुन्छु सबैलाई नमस्कार को आज यो 2081 सालमा मनाउन गइरहेको 115औं अन्तर्राष्ट्रिय महिला दिवसको सन्दर्भमा आयोजित यो कार्यक्रमको अध्यक्ष अतिथि दीर्घामा रहनु भएको सबै जनप्रतिनिधि महानुभावहरू पार्टी प्रतिनिधिको अतिथि महानुभावहरू स्थानीय सरकारको सम्पूर्ण कर्मचारीहरू सुरक्षाकर्मी र सहभागी सबै यो कार्यक्रममा आउनुभएका पाल्नुभएको दिदीबहिनीहरू र दाजुभाइहरू सबैमा मेरो हार्दिक नमस्कार छ अभिवादन छ वास्तवमा आज महिला दिदीबहिनीहरूले यसरी खुलेर कार्यक्रम गर्ने खुलेर सरकारमा पुग्न सक्ने चलाउने यसरी जनताका अगाडि उठेर कार्यक्रम गर्न पाउने संसारभरिमा आज 115औं महिला दिवस हो र यो देशमा पनि महिला दिदीबहिनीहरूले अधिकार पाएको कारण धेरै ठुलो उच्च सङ्घर्षबाट मात्रै महिला दिदीबहिनीहरूले यो अधिकार पाएको हो अहिले योगमायाको नाममा विश्वविद्यालय स्थापना गरिएको छ पूर्वको भोजपुरको एकजना महिला योगमायाले र
राणा शासनमै महिला अधिकारका निम्ति लड्ने क्रममा धेरै ठुलो सङ्घर्ष गरेर, साधना गरेर, तपस्या गरेर धेरै मान्छेहरूलाई अरुण नदीमा आफ्नो आत्मदाह गर्न सक्ने योग्यता विकास गरेकी थिए भने सङ्घर्षको ठुलो इतिहास छ नेपालमा नारीहरूलाई अगाडि बढाउनको निम्ति। तपाईँहरूलाई भनिहालौँ, अफगानिस्तानमा अहिले पनि अहिलेको सरकारले 6 क्लासभन्दा माथि महिलाहरूले पढ्न नपाउने बनाएको छ। संसारमा अन्य देशहरू पनि दिन भोट हाल्न नपाउने महिलाले देशहरू, महिलाहरूले भोट हाल्न पाउँदैनन्। कतिपय त्यस्ता देशहरू पनि छन् अहिले दुनियाँमा। यस्तो अधिकार हुँदैन थियो। खास यो दिवसै मनाउने त 1908 मा, आज 2025 भयो। 1908 मा अमेरिकाको न्युयोर्क सिकागो शहरमा महिला कपडा कारखानाका महिलाहरूले, मजदुर महिलाहरूले 15,000 को उपस्थितिमा ठुलो विरोध प्रदर्शन र आन्दोलन गरेपछि कलरा जेटकिनको नेतृत्वमा धेरै ठुलो जो मागहरू राखे उनीहरूले। महिलाहरूको काम गर्ने समय कम हुनुपर्छ, महिलाहरूले राम्रो तलब पाउनुपर्छ, ज्याला बराबरै पाउनुपर्छ पुरुषसँगै, र महिलाहरूले पनि अरू सबै मतदान गर्न पाउने लगायतका अधिकार पाउनुपर्छ भनेर 15,000 भन्दा बढी महिलाहरूले आजकै दिनमा त्यो आन्दोलन गरेका थिए। र अब त्यो सरकार त्यति बेला झुकेर महिलाहरूको माग पुरा गर्ने वचन दिएर त्यसभन्दा पछिल्लो वर्षबाट नारी दिवस मनाउन थालिएको हो। र 2010 मा कोपेनहेगनमा भएको अन्तर्राष्ट्रिय श्रमिक महिला सम्मेलनमा क्लारा जेटकिनको नेतृत्वमा भएको कोपेनहेगनमा भएको सम्मेलनबाट अन्तर्राष्ट्रिय नारी दिवस मनाउने दिनलाई आजलाई मान्नुपर्छ भनेर प्रस्ताव गरेको थियो र मानिएको थियो। र 1911बाट यो दिवस मनाउन थालिएको हो। नेपालमा 2013बाट सरकारी तौरबाटै र 1975 मा राष्ट्रसङ्घबाट यो दिवसको रूपमा पारित गर्ने गरी आज